23-24 गतिको त्यो विद्रोह नभएको भए हाम्रा पुनर्निर्माणका कामहरू पनि अलिकति अगाडि हुन्थ्यो जस्तो लाग्थ्यो। तर आजको अवस्था हेर्दाखेरि राज्यले पुनर्निर्माणलाई पनि सजिलै अगाडि बढाउन सक्ने अवस्था छैन। तथापि एउटा चाहिँ नर्म्स, एउटा नियम ल्याएर जसरी चाहिँ राज्यले पुनर्निर्माणको बाटोलाई थोरै थोरै गतिमा, कछुवाकै गतिमा भए पनि अगाडि बढाउनुपर्छ भन्ने कुरामा गएको छ। यहाँबाट हामीले राज्यलाई पनि ध्यानाकर्षण बनाउनुपर्छ। जनता टहरामा छ, जनता चिसोमा चाहिँ टहरामा बस्यो, घामको चाहिँ गर्मीमा बस्यो। त्यसले गर्दा जतिसक्दो चाँडो राज्यले चाहिँ पुनर्निर्माणको कामलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर हामीले पनि हाम्रो कोणबाट, हाम्रो निकायबाट हामीले सक्ने ठाउँमा हामीले भनेका छौँ। यसमा तपाईँहरू पनि त्यो खालको भूमिका निर्वाह गर्नुपर्छ। त्यति मात्रै होइन, मैले त अझ के सोचेको थिएँ भन्दाखेरि यो क्षेत्रका जनताहरू हाम्रो अहिले चाहिँ भूकम्पबाट रुकुमको क्षेत्रबाट सबैभन्दा बढी भूकम्पबाट पीडित भनेको हाम्रो 13 र 14 अति प्रभावित क्षेत्र हुन्। यहाँका जनताहरूले यहाँ चुनावमा भोट माग्ने आउने नेताहरूले एकपल्ट बहिष्कार गरिदिएको भए होइन, भूकम्पबाट हामीले चाहिँ पुनर्निर्माणको बाटो लैजाऊ भनेर भलुवाको चोकमा बसेर 10-15 जना युवाहरूले जो नेताहरू भलुवाबाट माथि चढ्छन् उनीहरूलाई चाहिँ पुनर्निर्माणको काम बन्छ भने हामी माथि जग्गामा बस्न दिन्छौँ, नत्र दिन्नौँ भनेको भए पनि सायद हामी पनि आउँदैन थियौँ कि, अथवा अरू नेताहरू पनि आउनुभन्दा पहिला केही विषय सोचेर आउँथे कि। त्यति मात्रै होइन, अहिले एउटा सांसद बन्नको निम्ति 10 करोड लगानी गर्ने मान्छेहरूले 2 लाख गरी सामान्य टिमका टहराएर किनिदिए पनि जनताको आवास बन्थ्यो कि भनेर त्यो बाटोहरू बनाएको भयो भने यहाँका युवाहरूले, यहाँका बुद्धिजीवीहरूले, यहाँका चाहिँ राजनीतिक अगुवाहरूले त्यसको नेतृत्व गरेको भए पनि मलाई लाग्छ एउटा राम्रै अभियान पनि थियो। घेतमाका जनताले पुनर्निर्माण नहुँदासम्म जनतालाई काम जान दिँदैनन्। यति मात्रै होइन, घेतमाका जनताहरू नो भोटको अवस्थामा पुग्नेछन् भनेर एउटा नेताहरू अलिकति डेलिगेसन लिने, राज्यको माध्यमिक निकायसम्म पुग्ने खालका जनताहरू, त्यो खालको युवा, त्यो खालको चाहिँ कार्यक्रमको आयोजना गरिदिएको भए पनि सबैलाई राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई। यो भूकम्पको विषयमा तपाईँले यति भनौँ। तेस्रो कुरा, अलिकति हामीले चाहिँ अब जनताहरू त सबै पीडित हुनुहुन्छ, हामीलाई राम्रोसँग थाहा छ। फेरि के छ भन्दाखेरि समस्या एउटा, नेताहरू गाउँमा आउने, हुने नहुने भाषण गरेर जाने, भोलि बिहान चाहिँ सरकारमा पुगेपछि त्यो काम नगर्दाखेरि जनताले चाहिँ अब सजिलै नेता मान्ने अवस्था छैन। मेरो आफ्नो पनि स्वभाव पनि के हो भन्दाखेरि हिजो हामी चाहिँ विद्यार्थी आन्दोलनमा लाग्दै गर्दा होइन, अहिले चाहिँ पार्टीको एउटा आन्दोलनमा लाग्दै गर्दा तपाईँ राम्रोसँग थाहा छ, रुकुम जिल्लामा सबैभन्दा पहिला हामीले चाहिँ 71-72-73को समयमा 2-3वटा चाहिँ कलेजहरू अवैध रूपमा चल्दाखेरि ती कलेजहरूलाई सबलाई चाहिँ हामी रुकुमबाट आगो लगाएर लखेटेका थियौँ। 200-300 जना विद्यार्थीहरू उद्धार गर्दा हामी जेल गएका थियौँ। सायद जनताले हाम्रो त्यतिखेर न्याय नै गरेका हो। त्यति मात्रै होइन, नेपालगञ्जमा तपाईँले हेर्नुभयो भने कोलपुर र नेपालगञ्जको चाहिँ यो धम्बोजी चोक नजिक 5-7वटा कलेजहरूले 8-20 करोडका मात्रै 21 जना विद्यार्थीहरूबाट चाहिँ डिप्लोमा इन कलेज हो भनेर चाहिँ 3-4 लाख दरले पैसा खाइरहेको थिएँ। म झन्डै 2 हप्तासम्म नेपालगञ्ज र कोरपङमा लडेर मात्रै यहाँका विद्यार्थीहरूको चाहिँ न्याय दिएर यहाँका विद्यार्थीको पैसा फिर्ता गरेर हामी त्यहाँबाट फर्केका थियौँ। जिल्लामा थुप्रै खालको भ्रष्टाचारको विरुद्धमा हामी जसरी सशक्त रूपमा लागेका छौँ, अहिले पनि हाम्रो पार्टीको, मेरो आफ्नो पनि कुरा के हो भने जनतालाई परिणाम दिने नेताको जन्म हुनुपर्छ। त्यो नेता चाहिँ जनताले जन्माउनुपर्छ, त्यो नेता चुन्नाको निम्ति जनता चाहिँ खुसी, जनता चाहिँ राख्नुपर्छ भन्ने कुरामा चाहिँ म तपाईँहरूलाई चाहिँ यो मञ्चबाट अपिल गर्न चाहन्छु। अन्तिममा म तपाईँलाई एउटा के मात्र अपिल गरौँ भने अहिले हामीले स्थानीय स्तरमा विकासका कामहरू पनि गर्नुपर्नेछ। तपाईँले हेर्नुभयो भने हाम्रो रिमनादेखि यता चाहिँ राडीको यो धुर्सेनीसम्मको क्षेत्रमा चाहिँ नेटको सम्बन्ध त्यहाँ छैन। तपाईँले हामी पनि कैयन ठाउँमा यात्रा गर्छौँ, त्यो बिचको भूभागमा हिँड्दाखेरि के देखिन्छ भन्दाखेरि कहिले बाइक एक्सिडेन्ट हुन्छ, कहिले गाडी एक्सिडेन्ट हुन्छ, कहिले कि आपतकालीन आवाजात गर्नुपर्छ। यो रिमनादेखि यो धुर्सेनीको बिचमा मान्छे यात्रा गर्नुपर्ने अवस्था आयो भने त्यो बिचमा नेटले राम्रोसँग काम गर्ने अवस्था छैन। त्यति मात्रै होइन, भेरी करिडोर हो, यो त भारतदेखि चीनसम्मको यात्रा जोडिन्छ। यो भेरी करिडोरको बिचमा हामीले हेर्ने भने अहिले यो बिचमा नेट छैन। कहिले विदेशी टुरिस्टहरू आउँछन्, हाम्रा पाहुनाहरू आउनुहुन्छ, यो बिचमा आउँदाखेरि चाहिँ तपाईँको क्षेत्रमा अहिले पनि नेटले काम गरिरहन्छ भन्ने वातावरण बनेको छ। त्यसले गर्दा हामीले यो छेपारादेखि पर चाहिँ धुर्सेनीको बिचमा चाहिँ मिनी टावरहरू साना साना चाहिँ नेटको व्यवस्था गर्नुपर्छ भने तपाईँलाई थाहा छ। मैले योभन्दा 6 महिना पहिला सुर्खेतमा गएर विद्युत प्राधिकरणसँग, के अरे यो दूरसञ्चार प्राधिकरणसँग बसेर यो बिचमा साना टावरहरू राख्नुपर्ने अवस्था छ भनेर मैले सामाजिक सञ्जालबाट पनि अनुरोध गरेको थिएँ। अहिले पनि हामीले चाहिँ सायद हाम्रो चन्द्रबहादुर बुढा निर्वाचित हुनुभएछ भने, त्यो निर्वाचित नभएको कुरा चाहिँ होइन, फेरि यदि निर्वाचित हुनुभएछ भने हामी त्यसको निम्ति लड्नेछौँ। त्यति मात्रै होइन, अघिका नेताहरूले हिजो अस्तिकाले के भने मलाई त्यो थाहा छैन। मेरो सामान्य कन्सेप्ट के हो भन्दाखेरि अहिले हाम्रो चाहिँ उनीकोटदेखि माथि चाहिँ यो काफलधाराको जमिन त्यत्तिकै बसिरहेको छ। उनीकोट काफलधारा जर्जने रातोबाट चाहिँ दम भएर हामीले चाहिँ माथि नौदा भन्याङसँग सडक सञ्जाल जोड्न सक्यौँ भने एउटा यो चाहिँ भेरी करिडोरसँग जोडिन्छ, तल डोल्पा सडक खण्ड पुग्छ। माथि चाहिँ हामीले नौदा भन्याङसँग यो बाटो जोड्न पायो भने हामीले सदरमुकामसँग जानलाई चाहिँ अलिकति राम्रो यात्रा हुन्छ र माथि हाम्रो चाहिँ यो लेकको भागमा उत्पादन हुने होइन स्याउ आलुलाई अलिकति व्यवस्थित गर्न सक्यौँ भने यो क्षेत्रलाई हामीले भेरी करिडोर र सदरमुकाम जोड्न पायौँ
बनायो भने राम्रै हुन्छ जस्तो लाग्छ। त्यति मात्रै होइन, हामीले हाम्रो यो घेतमाको विषयमा अहिले चाहिँ राज्यकै नौसमा के छ भन्दाखेरि 11लाई आधारभूत मान्ने, 9-12लाई माध्यमिक तहको स्कुल मान्ने हुँदा गाउँबारीको हाम्रो यो जुन अहिले चाहिँ माध्यमिक स्कुल छ यसलाई चाहिँ हामीले +2 बनाउनु पर्छ। यहाँका 10 जना विद्यार्थी मात्रै भयो भने 15 जना भयो भने यहाँको विद्यार्थीले जामुरीकोटमा गएर भर्ना लिनुपर्ने, राडीमा गएर राडीको स्कुललाई धनी बनाउनु पर्ने अवस्था छ। यही गाउँबारीको स्कुललाई धनी बनाउनको निम्ति हामीले राज्यसँग 10 जना 20 जना 30 जना विद्यार्थी भयो भने एउटा वटामा न्यूनतम हामीले +2 को स्कुल बनाउनु पर्छ यो स्कुललाई भनेर हामी लड्दैछौँ। हाम्रो उम्मेदवार यदि जितेछ भने, यदि जितेनछ भने पनि हाम्रो तहबाट हाम्रो बुदाबाट के हुन्छ, स्थानीय तहसम्मको निर्वाचनसम्म पुग्दा पनि हामीले स्कुललाई माध्यमिक +2 बनाउनको निम्ति हामीले एकदम पहल गर्नुपर्ने छ। जनताले पनि त्यसको निम्ति चाहिँ लड्नुपर्ने छ, हामीले पनि त्यसको निम्ति लड्नुपर्ने छ। किनभने अन्तिम शक्ति त फेरि जनता नै हो। यदि जनताले बहुमत दियो भने, यदि जनताले चाहिँ हामीलाई जिताएर पठायो भने, यदि जनताले त्यो निर्णय गर्न सक्यो भने त्यो अवस्था चाहिँ बन्छ। म तपाईँलाई चाहिँ यो कुरा राख्न चाहन्छु। र अहिले तपाईँहरूलाई हामी अन्तिममा तपाईँलाई थाहा छ यो चुनावमा हामी भोट माग्न आयौँ, योभन्दा अगाडिको चुनाव मतपेटिका फाल्न आयौँ। मैले भने त्यसको कथा पनि छुट्टै छ, मतपेटिका फाल्यौँ। मलाई लाग्छ मैले मतपेटिका फाल्दा सबै यहाँका जनताले यो मतपेटिका बेठिक रहेछ होइन, हामीले सामान्य एउटा पढे लेखेको युवाले चाहिँ यो मतदान ठिक रहेनछ भनेर मलाई लाग्छ। घेतमाका 600 मतदाताले मात्रै भोट नहालिदिएको भए संसद भवन आज जल्ने अवस्था बन्दैन थियो कि 300 भन्दा बढी नेता घरबार आज विहीन हुनु पर्दैन थियो कि केपीहरू देउवाहरू प्रचण्ड रातारात कसो हेलिकप्टर चढेर गयो रगत चाउँदै भाग्नु पर्ने अवस्था बन्दैन थियो कि। मलाई लाग्छ हामीले मतपेटिका फालेको आज औचित्य पुष्टि भएको छ। हामीले मतपेटिका फालेको 3 वर्षभित्रै संसद भवन जलेको छ। देशमा चाहिँ 80-90 जना नवयुवाहरूले आफ्नो जीवन बलिदान दिएका छन्। त्यति मात्रै होइन, नेपालका नेताहरूका 400-500 नेताहरू घरहरू जलेका छन्। आज पनि नेपालका पुराना राजनीतिक दलहरू जुन दलदलमा फसेका छन्, जुन भ्रष्टाचारको खाडलमा फसेका छन्, त्योबाट उम्किन नसक्ने अवस्था छ। त्यसले गर्दा अहिले तपाईँहरूले हामीले चाहिँ जुन चन्द्रबहादुर बुढालाई अगाडि सारेको छ तपाईँलाई थाहा छ। सर्वोच्च अदालतको परिसरमा साहित्य कसैले पनि कल्पना गर्न सक्ने कुरा होइन। सर्वोच्चको परिसरभित्र गएर अख्तियारको प्रमुख त्यो पनि लोकमान सिंह कार्की जस्तो मान्छेलाई सर्वोच्चको गेटमा गएर सायद मलाई लाग्छ कालो मोसो दलले आज नेपालको कोही मान्छेले गर्न सक्दैन। यदि राज्यले चाहन्थ्यो भने सजिलै बोली हामीले इन्काउन्टर गर्न सक्थ्यौँ, तर हामीले त्यो आँट गरेर आएका हौँ। रुकुम जिल्लामा सीताराम खड्काहरूलाई हामीले नेपाल बैङ्कको अगाडिबाट जुत्ताका माला लगाएर सडकमा घिसारेर जनताको 3 लाख पैसा फिर्ता गरेका मान्छेहरू हामी हौँ। आज पनि हामी भन्छौँ हामी भ्रष्टाचारको शून्य सहनशीलता हाम्रो नारा हो। हाम्रो जीवन रहेसम्म, यो समाजमा हाम्रो योगदान रहेसम्म, जनताको पक्षमा, समाजको पक्षमा, यो समाजलाई चाहिँ उत्थान गर्ने पक्षमा हामी चाहिँ लड्नेछौँ। तपाईँहरूको पक्षमा, तपाईँहरूको हितमा। हामीलाई थाहा छ राम्रोसँग तपाईँहरू कुनै पार्टीका घेरामा हुनुहुन्छ, विभिन्न दलका आस्थामा हुनुहुन्छ। एकपटक जनताले आफ्नो आस्था, आफ्नो सोच, आफ्नो विचार, आफ्नो दृष्टिकोण, आफ्नो चिन्तन बदल्नै पर्छ। तपाईँले आज नेपालका कुनै नेताहरूले विचार, दृष्टिकोण, मूल्य मान्यता बदलेर थुप्रै खालको उतार चढाव भइसक्यो भने सामान्य एउटा पब्लिकको तहबाट यदि समाजले एउटा सभ्य युवा जन्माउँछ भने, यदि सभ्य युवाले समाजको नेतृत्व गरेर अगाडि बढाउन सक्छ भने तपाईँहरू पनि त्यो सोच्नुपर्छ। यदि त्यो सोचिएछ भने यो समाजले, भूगोलले, यो क्षेत्र न्याय पाउँछ। म तपाईँलाई भन्न चाहन्छु अन्तिममा तपाईँलाई एउटा मात्रै कुरा गरौँ। अब रुकुम जिल्लामा चन्द्रले कसरी चुनाव जित्छ भन्ने थुप्रै चाहिँ आकाङ्क्षाहरू छन्। हामीले भनेका छौँ सधैँ यो भेगे नारा त होइन, फेरि मिडियामा त्यहाँसम्म नपुगोस्। म हाम्रो मिडियाका साथीहरू पनि भन्न चाहन्छु यो अलिअलि भेगे नारा त होइन, फेरि चौरदारी मुस्किलले अन्याय पर्ला। तर एउटा कुरा चाहिँ साँचो, आजसम्म पञ्चायतदेखि यहाँसम्म आउँदाखेरि गणतन्त्र बितेको आज 24 वर्ष पुरा भइसक्यो। 8-20 कोटले मान्नेको टिकट कहिले पाउने, सानोबेरले मान्नेको टिकट कहिले पाउने, वामकोटले मान्नेको टिकट कहिले पाउने, अहिले पाउनु पर्छ। त्यो हामीले ल्याएका छौँ। पञ्चायतदेखि यहाँसम्म आउँदा 8-20 कोटमा एउटा देशको नेतृत्व गर्ने युवा छैन, सानोबेरीमा छैन, मुस्को के अरे बाँकुकोटमा छैन। हामीले 8-20 कोटमा 37 वर्षको युवालाई अगाडि उभ्याएर आएका छौँ। 8-20 कोटको मतदाता भनेको 21,000 मत हो यहाँ। तपाईँले आज जिल्लाको सरदर हिसाब गर्ने हो भने अहिले 55 देखि 60,000 भन्दा धेरै माथि मत खस्नेवाला छैन। 8-20 कोटमा पनि मलाई लाग्छ 15-16 हजार मत खस्छ नगरपालिकामा। 8-20 कोटका जनताले एक छापे चन्द्रबहादुर बुढालाई भोट दिए भने यहीँकै जनताले मात्रै हामीलाई विजय गराउनु। अहिले रुकुम जिल्लाको प्रतिस्पर्धा हेर्ने हो भने, पुरानो नेकपा माओवादी केन्द्रको विघटनको अवस्था हेर्ने हो भने, प्रभाकर आन्दोलनको टकराव हेर्ने हो, काङ्ग्रेसको चाहिँ विद्रोह अवस्था हेर्ने हो, नेकपा एमाले आफ्नो उम्मेदवार नै निष्क्रिय बनाएको अवस्था हेर्ने हो भने, यदि 8-20 कोटको जनता सचेत भयो भने यहाँबाट चन्द्रलाई चाहिँ भेगे हिसाबले 8-20 कोटको जनता पनि अब सचेत छन्। तपाईँलाई थाहा छ जुम्लामा 500 मतदाता नभएको रापरवाले ज्ञानेन्द्र शाहले जिताएर काठमाडौँ पठाएको। यहीँ बाँकुकोटमा भनौँ 8वटा वडा चाहिँ माओवादी जित्यो, उपमेयर माओवादी जित्यो, मेयर मात्र काङ्ग्रेस जिताएर पठाएको। जनता सचेत भयो भने त्यो निर्णय गर्दो रहेछ। यहाँ पनि 8-20 कोटी जनता सचेत छन् भने एकपटक सबै दलका घेराहरू तोड्नै पर्छ। हामीले हाम्रो पार्टीमा आउनुहोस् भन्यो भने त्यहीँ बस्नुहोस्, पार्टीमै बस्नुहोस्, त्यही पार्टीमा काम गर्नुहोस्, तर मत चाहिँ बदल्दैन सक्छ। चन्द्रबहादुर बुढालाई भेगे हिसाबले 8-20 कोटबाट तपाईँले 10,000 मात्रै मत क्रस गराइदिनु भयो भने, अझ सकेसम्म 15-16 हजार मत चन्द्रलाई पठाउनु भयो भने 8-20 कोटका जनता मात्रै निर्णायक बन्नेछन् रुकुम जिल्लामा।
बाँकी सबै भूगोलका जनताले पनि हामीलाई साथ दिएकै छन्। मुसिकोट, त्रिवेणी, चौरधारी यो नवयुवाहरूको आकर्षण, बुद्धिजीवी, शिक्षित वर्गहरूले हामीलाई सहयोग गरेका छन्। तर यतापट्टिका मतदाताहरू एकपटक सचेत भएर सबैले आफ्नो दलीय घेरा तोडेर, नेता घेरा तोडेर, 20 गते साँझ गोजीमा आउने 2-4 हजार रुपियाँ तोडेर, होइन अलिअलि रक्सी बिरका कार्टुनहरू तोडेर, अलिअलि गाडी घोडामा चल्ने दौड दुबर तोडेर तपाईँहरू एकचोटि सर्लक्क लाएर यहाँका जनताले मतदातामा चाहिँ आफूले मतदानको गोप्य मतदानमा एउटा रेभोल्युसन गरिदिनु भयो भने 8-20 करोडका जनता मात्र निर्णायक बन्ने छन्। चन्द्रबहादुर बोहरालाई हामीले संसदमा पठायौँ भने हामी जनताबाट निर्वाचित भएका संसदले जनताको पक्षमा, तपाईँहरूको पक्षमा, हाम्रो पक्षमा विभिन्न खालका कामहरू गर्ने, यहाँको विकास निर्माणको योजनाहरूमा मलाई लाग्छ हामीले चन्द्रबहादुर बोहरालाई जिताएर पठाउने वातावरण बन्यो भने यो क्षेत्रमा विकास गर्नको निम्ति सबैभन्दा बढी भूमिका हाम्रो हुनेछ। त्यसको निम्ति हामी सबभन्दा पहिला अग्रपङ्क्तिमा रहेर चाहिँ चन्द्रबहादुर बोहरालाई ढकढकाउँछौँ, उहाँको पछाडि हिँड्छौँ र हामी यो क्षेत्रको, यो भूभागको, यो समाजको विकास गर्नको निम्ति हामी चाहिँ तपाईँहरू सबैको हातेमालो गरेर अगाडि बढ्नेछौँ भन्ने कुरा म तपाईँहरूलाई चाहिँ अन्तिममा यति अनुरोध गरेँ। तपाईँहरूलाई जाँदा जाँदै के भन्छु, फेरि पनि भन्छु, म जनता नै अन्तिम सत्य हो। यदि जनताले जिताएन भने जति नै राम्रो नेता जन्मे पनि, जति नै राम्रो नेता आए पनि जनताबाट निर्वाचित बनेन भने संसारमा केही कुरा पनि सम्भव छैन। त्यसले गर्दा आज देशको विदेशको अवस्था हेर्ने भने जनता नै अन्तिम सत्य हुन्। यदि 8-20 करोडका जनताहरू सचेत छन् भने एकचोटि नेपाल कम्युनिस्ट पार्टी माओवादीको गुलाब चिन्हमा मतदान गरेर हामीलाई भारी मतले विजय बनाएर पठाउनुहोस्। तपाईँहरूको बाचा प्रतिबद्धता हामीहरू पुरा गर्नेछौँ। यदि निर्वाचित हुने वातावरण भएन भने पनि हाम्रो कोणबाट, हाम्रो क्षमताबाट, हाम्रो सामर्थ्यबाट हामी जे सक्छौँ तपाईँहरूको पक्षमा, तपाईँहरूको हितमा, तपाईँहरूको सेवामा हामीले सायदमा लाग्छौँ। हामी विभिन्न किसिमका समाजसेवा, कोही दुखी बिरामी हुँदा अन्य क्षेत्रमा पनि हामी जोडिएका छौँ। अझै पनि हामी तपाईँहरूको सेवामा जोडिनेछौँ भन्ने तपाईँहरूको सामु यही कुरा, यही विश्वास दिलाउँदै नेपाल कम्युनिस्ट पार्टी माओवादीका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई जिताउनको निम्ति यो खेतमा, यो 13 नम्बर वडाको अझ मेरो विशेष त मेरो जन्मभूमिको यो वडाबाट महत्त्वपूर्ण योगदान रहनेछ भन्ने कुरा तपाईँहरूको सामु जानकारी दिँदै, तपाईँहरूलाई चाहिँ अपिल गर्दै मलाई पनि एउटा विश्वास छ, रुकुम जिल्लामा सबैभन्दा मत धेरै नेपाल कम्युनिस्ट माओवादी 13 नम्बर वडाबाट खसाल्नुपर्छ। त्यो हाम्रो पनि न्यायको कुरा हुन्छ, त्यो जनताको पनि न्यायको कुरा हुन्छ, त्यो भोलि समाजले पनि त्यसको निम्ति सोच्नुपर्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भन्दै मेरो आफ्नो मन्तव्य अलिकति लामो भए पनि, छोटो भए पनि, चित्त बुझे पनि नबुझे पनि म आफ्नो मन्तव्य यहीँ